हाई साथीहरू, आज चाहिँ मेरो किचन ब्लगमा चाहिँ म हजुरहरूलाई मेरो मनका कुरा सेयर गर्छु। म चाहिँ काठमाडौँमा जन्मेर हुर्केको मान्छे। अनि मलाई त त्यति बेला त यो लौका घिरौँला भन्ने त केही थाहा थिएन साथीहरू। यो कसरी पकाउने भन्ने कुरा नि थाहा छैन। अझ पनि मलाई यो तास्न पनि आउँदैन साथीहरू। कसैले चाहिँ यसरी मात्रै तास्छन्, कसैले चाहिँ यसरी पुरै काट्छन् है। तर मलाई त एकदमै मेरो बेस्ट के यो चाहिँ पहिले चाहिँ थाहै थिएन कि अब कसरी मेरो बेस्ट भयो भन्ने कुरा चाहिँ मेरो बिहा भयो। मेरो बिहा चाहिँ इन्डियातिरै भएको हो है साथीहरू। तर अहिले त म काठमाडौँमै छु। त्यतिखेर म इन्डियामा चाहिँ बिहा गरेर गएपछि चाहिँ अब त्यहाँको रेगुलर तरकारी त कि बैगन, लौकी, अनि त्यसपछि यसलाई चाहिँ तोरी भन्दो रहेछ, त्यतातिर तोरी भन्दो रहेछ। अनि यही तरकारीहरू बन्ने है। अनि मलाई त यस्तो पनि तरकारी हुन्छ र जस्तो लाग्ने। हामी त काठमाडौँमा कि आलु फ्राई कि मासु नै कि साग चाहिँ खान्थ्यौँ कि साथीहरू। अनि त्यही मात्रै हो तरकारी जस्तो लाग्थ्यो। अब त्यहाँ गएपछि त भोक लागेपछि जे पनि रुच्ने, तर मिठै हुँदो रहेछ कि साथीहरू। अहिले त मेरो यस्तो फेभरेट छ कि कुरै नगर्नुहोस्। अब यो तोरी त भन्दिनँ, म घिरौँला भन्छु। घिरौँलामा यो यस्तो हरियो भटमास मिक्स गरेर बनाउनु पर्छ। अलिकति तेल चाहिँ अलि बढी हाल्नुपर्छ साथीहरू। यस्तो मिठो हुन्छ कि कुरै नगर्नुहोस्। अहिले त मेरो बेस्ट साथीहरू। अब त्यतिखेर त्यहाँ त फेरि इन्डियामा अलिक शान्ति, मान्छे आयो भने समोसा, टी, नम्किनहरू दिने। अब हाम्रो त यहाँ नेपालीहरू मैले देखेको हाम्रो वरिपरि चाहिँ आलु फ्राई, चिउरा हुन्थ्यो कि मासु नै हुन्थ्यो साथीहरू। अब पाहुना पनि हेरी। अनि त्यसपछि त्यहाँ चाहिँ अलिकति सानोतिनो पार्टीमा नि समोसा चाहिँ रेगुलरै हुने के साथीहरू। म त छक्क पर्थेँ, वा के हो त यो। अब मन पर्नेलाई त मनपर्छ, मन नपर्नेलाई त हामीलाई त अचम्म लाग्छ है। अब त्यही भएर अब मासु त धेरै पाक्दै नपाक्ने त्यति खानै इन्ट्रेस्टै नगर्ने कि उतातिरको मान्छेहरू। अनि एकैचोटि मेरो श्रीमानलाई चाहिँ मन पर्थ्यो मासु। उसले कराएपछि चाहिँ लिएर आउने, मासु लिएर आऊ भनेर कराएपछि चाहिँ लिएर आउँथेँ। तर 15 दिनको एकचोटि, हप्ताको कहिलेकाहीँ एकचोटि त्यस्तै, कि त पाहुना आउँदा मात्रै है। म त त्यसपछि त मलाई यही रसमा म भिजेँ लौका, घिरौँला, भेन्टा त मलाई यस्तो मनपर्छ क्या फेरि है। त्यस्तो बाट गुज्रिएर आएको म। तर अहिले चाहिँ मेरो बेस्ट छ यही सब्जीहरू। यही सब्जी भन्न आउँछ, यही तरकारीहरू चाहिँ मेरो एकदमै बेस्ट छ साथीहरू। अलिकति तेल चाहिँ धेरै हाल्नुपर्छ। अनि यो त यस्तो मिठो हुन्छ भटमास मिक्स गरेर बनाउँदा चाहिँ। हजुरहरू पनि ट्राई गर्नु न है साथीहरू। थाहा त होला हजुरहरूलाई, तर मेरो मनको कुरा